के होला यार केटीले सब बिगारी चाहिँ के होला यार यहाँ के अरे आउनु चाहिँ के अरे छोटी सपिङ गर्न जानु पर्ला नि कहाँ गएर हराउनु कहाँ गएर केको सपिङ गर्नु पर्छ के नियर सपिङ के हो र किन नेपाल जाने हैन र नेपाल किन जाने र नेपाल के काम छ र कस्तो के काम छ र नेपाल दिनभरि आयो छोटी चाहिँ आउनु होला सपिङ गर्न जानु पर्ला भोट हाल्न चुनाव आउँदै थाहा हैन र अहिले आएर भोट हाल्न चुनाव जाने जापानबाट जाने हामी अनि किन नजाने त किन जाने त म भाइ उठे हन हाम्रो वहाँ बागलुङ क्षेत्रमा दुईवटा गेमनाथ गइरे भाइ उठे हन भोट हाल्न जाने हो जानिन र के घन्टीमा किन घन्टी हुँदैन तारा हो करे ए तारा जम्मैले घन्टी घन्टी भने हान्छ यहाँ त फेरि किन हाम्रो भाइ त ताराबाट उठेको थाहा हैन ए तारा हो म त जम्मैले घन्टी आउँछ घन्टी त भने म त घन्टी भने त तारा हो र त तारा छ नि भाइ उठेपछि म तारा त भाइकै सपोर्ट पहिले देखे भाइले नहालेर अनि घन्टीले हाल्छु त नि मैले म त तारा हाल्दै मैले घन्टी हाल्ने सबैले हाल्नु पर्छ घन्टी हैन तारा हाल्ने हो ए हुन त हो यार आफ्नो गाउँठाउँको भाइ अनि त हाल्न त युवा नेतालाई अहिले जसले राम्रो काम गर्छ उसलाई चिन्न पर्छ जसले गलत गर्छ उसलाई अहिले मान्छे चिन्न पर्छ थाहा हुन त हाम्रो गेमनाथ नि अब भर्खरै जवानी युवा नेता युवा भनेपछि उनीहरूले हाले नि भएको हाम्रो भाइले हाल्ने हो ल छिटो किन आज सपिङ गर्न हिँडिहाल्नु छिटो हिँड्नु टिकट बुकिङ गर्नु गरे भोट हाल्ने पक्कै हाल्ने त भोट जाने हो का कस्तो पक्कै रङ्ग गरियो मजा गरियो भनेको त साँच्चै हो टिकट वालालाई फोन गर्नु हैन म गरिहाल्छु नि खै फोन ल्या छिटो गर्नु त ओहो उसो भए त गेमनाथ पो उठ्यो मलाई थाहै थिएन त म त आफ्नो गाउँठाउँको मान्छे मलाई के थाहा त नि म त घन्टी गेमनाथ घन्टी क्यामेरा त घन्टी भनेर पो म त घन्टी झम्मैले घन्टी भन्थे तारा छिटो फोन गर्नु का टिकट वालालाई तारा त राम्रै हो क्या राम्रै हो ताराको अलिक त राम्रो भयो क्या भारतभरमा त होइन रेणुको कस्तो राम्रो विकास गरियो तारा त गर्छन् क्या अहिले त अब घन्टीको त हावा मात्रै यस्तो लाला हुन्छ त्यहाँदेखि घन्टी भन्दै त्यहाँदेखि गरौँ कि भन्ने भाइलाई हाल्ने भोट जसरी नि त्यही गर्नु पर्यो अब त्यही गर्नु पर्यो खेर दिएर देख्नु पर्यो नि कति गर्दैन गाउँठाउँकै पऱ्यो अन्त बाबुल नेता टाढा गएर आफ्नै अब नठाँटीकै भएपछि त हाल्नै पर्यो क्या नठाँटीको भएपछि भाइ घरैको त्यही त ल